हेलो फ्रेन्ड्स, हाम्रो युट्युब च्यानलमा सबैलाई स्वागत छ। आज पनि हामी नेप्सेकको विकली एनालाइसिस लिएर आएको छौँ। आजको यो भिडियोमा चाहिँ हामी चाहिँ विशेष गरी चाहिँ नेप्सेकको बारेमा मात्रै हामी चाहिँ डिस्कसन गर्नेछौँ है। विशेष गरी चाहिँ नेप्से चाहिँ हाम्रो चाहिँ टप लागिसकेको हो कि होइन, या टप कहिले लाग्ने हो है, या नेप्सेको बुलै सकिसकेको हो कि या बुल अझै बाँकी छ भने चाहिँ हामी चाहिँ यो भिडियोमा चाहिँ हामी चाहिँ डिस्कसन गर्नेछौँ। स्पेसिफिक नेप्सेको बारेमा मात्रै हामी चाहिँ डिस्कसन गर्नेछौँ भने चाहिँ अनि लाइक मार्केटमा टप कहिले लाग्छ है, टप लाग्दाखेरि चाहिँ के हुन सक्ला त्यो पनि पोसिबिलिटीको कुराहरू चाहिँ हामी चाहिँ यहाँ चाहिँ कुरो गर्नेछौँ। अब यहाँ मैले भनेको कुराहरू चाहिँ ठ्याक्कै हुन्छ भन्ने चाहिँ छैन, यो जस्ट मेरो आफ्नो एउटा रिसर्च हो है। सो यो रिसर्चमा तपाईँहरूले चाहिँ सेयरिङ गर्न गइरहेको छु। के भयो भने चाहिँ हाम्रो मार्केट चाहिँ टप लाग्छ या टप लागिसकेको छ त्यो डिस्कसन गर्नेछौँ हामी। सो विशेष गरी चाहिँ हामी चाहिँ मन्थली चार्ट लङ्गर टाइम फ्रेममा चाहिँ हामी चाहिँ डिस्कसन गर्नेछौँ है। डेली चार्टमा त मैले तपाईँहरूले सर्ट टर्ममा त मैले भनि नै रहेको हुन्छु तपाईँहरूले चाहिँ हाम्रो मार्केट चाहिँ लगभग सपोर्ट लेभलमा छ, यहाँबाट चाहिँ एउटा चाहिँ बााउन्स ब्याक जान सक्छ भने चाहिँ मैले चाहिँ भनि नै रहेको छु है। सो हामी चाहिँ अलिक लङ्गर टाइम फ्रेममा हेरौँ हामी है। मार्केट चाहिँ टप कहिले लाग्छ या लागिसक्यो या के भयो भने चाहिँ लाग्छ भने चाहिँ म त्यो डिस्कसन गर्नेछु। विशेष गरी चाहिँ यहाँ चाहिँ हाम्रो मेरो विचारमा यो मार्केट है, यो नेप्से चाहिँ टप लागेको छैन है। मैले धेरै अगाडिदेखि भन्दै आइरहेको छु हाम्रो मार्केट चाहिँ लगभग 2026 जुलाई या अगस्ततिर चाहिँ टप लाग्न सक्छ भन्ने चाहिँ मैले चाहिँ भनिरहेको छु है। अब यो चाहिँ के भयो भने चाहिँ टप लाग्ला, के को बेसिसमा टप लाग्ला है, अनि के भयो भने चाहिँ त्यो चाहिँ हाम्रो चाहिँ टपिङको साइन हो भने चाहिँ म चाहिँ यहाँ आज तपाईँहरूले चाहिँ अलिक मेरो रिसर्च तपाईँहरूले चाहिँ म सेयरिङ गर्नेछु। यदि तपाईँहरू चाहिँ मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने चाहिँ हाम्रो च्यानललाई चाहिँ सब्सक्राइब गरिदिनु होला, लाइक गरिदिनु होला, अनि बेल आइकन चाहिँ क्लिक गरिदिनु होला है त। सो हामी चाहिँ मन्थलीमा जाउँ है। मन्थली यो नेप्सेको चार्टलाई चाहिँ म चाहिँ मन्थली चार्टमा राखिदिनेछु। सो म चाहिँ तपाईँहरूले चाहिँ अब एउटा चार्ट देखाउँछु है। यो एउटा चार्ट चाहिँ म तपाईँहरूले चाहिँ यहाँ देखाउन चाहन्छु। तपाईँहरूले चाहिँ यो चार्ट देख्नुभयो होला, अलिक धमिलो छ है। सो अलिक हेरेर तपाईँहरूले यो गुगलमा पनि तपाईँले सर्च गर्नुभयो भने चाहिँ तपाईँले चाहिँ यो चाहिँ पाउनु चाहिँ सक्नुहुन्छ है। सो यसमा चाहिँ यो चाहिँ हाम्रो चाहिँ स्यामुएल ब्यानर भन्नेले चाहिँ चार्ट बनाइरहेको, यो लगभग लगभग 150 वर्ष अगाडि बनाएको भनेर चाहिँ हामीले चाहिँ पाउन सक्छौँ है। अब सो यसमा चाहिँ अलिक इन्ट्रेस्टिङ चाहिँ मलाई के लाग्यो भन्दाखेरि चाहिँ यसले चाहिँ या त्यो टाइममा है त्यो मान्छेले चाहिँ लाइक मार्केटको टप बटम लाइक 150 वर्ष अगाडि नै उसले चाहिँ यो सालमा चाहिँ मार्केट चाहिँ टप लाग्न सक्छ, यो सालमा चाहिँ मार्केटमा चाहिँ क्रास आउन सक्छ भने चाहिँ उसले पुरै डेटै तोकेर राखेको रहेछ है। सो मैले यो हेरेँ, मलाई इन्ट्रेस्टिङ लाग्यो। सो यो म तपाईँहरूले सेयरिङ गर्नेछु अनि यही चिज चाहिँ म हाम्रो नेप्सेमा पनि एप्लाई भएको छ कि छैन त्यो पनि म तपाईँहरूले चाहिँ सेयरिङ गर्नेछु है। अब हाम्रो नेप्सेको हाम्रो मार्केटको हिस्ट्री त यति धेरै त लामो त छैन है। तैपनि म यसमा चाहिँ तपाईँहरूले चाहिँ थोरै यो भनेको चाहिँ के हो त म डिफाइन गर्नेछु है त। सो हाम्रो यो ए भनेको चाहिँ यो माथिको डेट्सहरू छ है। सो यो डेट्सहरू भनेको चाहिँ यहाँ चाहिँ लेखेको छ, यहाँ चाहिँ प्यानिक सेलहरू आउँछ भने चाहिँ उसले चाहिँ भनेको छ है। सो यो डेट्सहरूमा चाहिँ प्यानिक सेलहरू चाहिँ आउँछ भने चाहिँ उसले भनेको छ भने चाहिँ अनि यो बी भन्ने देखाएको छ। यो बी भनेको यो डेट्सहरू चाहिँ के हो त भन्दाखेरि चाहिँ यहाँ चाहिँ प्रफिट बुकिङको लागि चाहिँ बेस्ट टाइम हो, बेस्ट टाइम टु सेल स्टक्स भन्ने चाहिँ उसले चाहिँ भनेको छ। यहाँ चाहिँ प्रफिट बुकिङ गर्ने चाहिँ यो बेस्ट टाइम हो भने चाहिँ उसले चाहिँ यो बिचको लाइनले भनेको छ बी भनेको चाहिँ। अनि यो सी भनेको चाहिँ के हो त भन्दाखेरि चाहिँ बाइङ गर्ने टाइमहरू, यो साल है, बाइङ गर्ने साल चाहिँ उसले चाहिँ यहाँ चाहिँ ठ्याक्क दिएको छ है। सो अब यहाँ मेरो आँखा चाहिँ कहाँ गयो त भन्दाखेरि हाम्रो हिस्ट्री लगभग लगभग यो एरियादेखि सुरु भयो है। अब 1996देखि नै हाम्रो हिस्ट्री त पाउँदैन, तर हामीले हेर्दै गऱ्यो भने चाहिँ 1998देखि चाहिँ हामीले चाहिँ चार्ट पाउँछौँ है। सो यहाँ चाहिँ के देखाएको छ त भन्दाखेरि चाहिँ उसले चाहिँ 1999मा चाहिँ एउटा चाहिँ मार्केट चाहिँ क्रास है, प्लस यहाँ चाहिँ एउटा चाहिँ राम्रो प्रफिट बुकिङ गर्ने हो एरिया हो टाइम हो भने चाहिँ उसले चाहिँ यहाँ चाहिँ डेट दिएको छ। अब यो 1999 भनेको चाहिँ झन्डै हाम्रो चाहिँ 2000 भनेर मानौँ है त। 1999 भनेको चाहिँ हाम्रो चाहिँ 2000 सुरु हुन लागेको डेट भनेर भनौँ भने चाहिँ 2007 भनेको चाहिँ हाम्रो चाहिँ 2008 सुरु हुन लागेको है, त्यसरी मानौँ हामी चाहिँ है त। सो यहाँ चाहिँ उसले चाहिँ के भनेको छ, हाम्रो हिस्ट्री यहीँदेखि पाउँछ है त। 1999मा चाहिँ एकचोटि लाइक
क्रास या प्रफिट बुकिङ टाइम हो भनेर भनेको छु। देन त्यसपछि उसले बाइङ टाइम चाहिँ कहिले भनेको छ त भन्दाखेरि 2005मा है। सो 2005मा बाई गरिसकेपछि सेलिङ टाइम चाहिँ कहिले भनेको छ त भन्दाखेरि सेलिङ टाइम चाहिँ उसले चाहिँ 2007 भनेको छ। 7 भनेको चाहिँ लगभग 8 है। सो बुझ्नु होला तपाईँहरू है। सो यो एरियामा सेलिङ गरिसकेपछि उसले फेरि बाइङ टाइम कहिले भनेको छ 2012मा। अनि फेरि 2012मा बाइङ गरिसकेपछि उसले यहाँ के भनेको थियो, यहाँ चाहिँ दुईवटा छ है। एउटा चाहिँ 2019 भनेको के हो त भन्दाखेरि चाहिँ यो टाइममा चाहिँ क्रास आउन सक्छ। 2009 भनेको लगभग 2020 है। अनि 2016 भनेको चाहिँ के हो त भन्दाखेरि बेस्ट टाइम हाम्रो चाहिँ प्रफिट बुकिङ गर्नको लागि, सेलिङ गर्नको लागि। सो 2012मा बाई गर्ने, 2016मा एकचोटि सेलिङ गर्ने है। अनि उसले चाहिँ यहाँ के पनि भनेको छ, 2019मा चाहिँ उसले चाहिँ यहाँ चाहिँ प्यानिक सेल आउन सक्छ भनेर पनि भनेको छ। सो यो सबै सकिसकेपछि कहिले फेरि बाइङ गर्ने भनेको छ भन्दाखेरि 2023मा है। सो 2023 यो भयो है। अनि त्यसपछि उसले यहाँ 2023 पछि चाहिँ फेरि कहिले सेल गर्ने भनेको छ त 2026। अब वाइ 2026 भनिरहेको छु भन्दाखेरि मैले यो पनि एउटा हेरेको है। यो यहाँ चाहिँ के भनेको छु त भन्दाखेरि 2026 चाहिँ इयर्स अफ गुड टाइम्स, हाई प्राइस एन्ड टाइम टु सेल स्टक्स भनेको छ है। अब यो 2026 भनेको त लगभग लगभग 2027 हो है। मैले अघि त्यही भनेको थिएँ। अब 2026 लगभग 2027 हो। अब यसलाई चाहिँ किन 2026 नै टप लाग्छ मैले भनिरहेको छु भन्दाखेरि चाहिँ हाम्रो मार्केटमा सिजनालिटी भन्ने हुन्छ है। नर्मल्ली हाम्रो मार्केटमा जुलाईतिर बवाल मार्केट बढेको हुन्छ है। मोस्ट प्रोबेबली जुलाई नभए चाहिँ अगस्तमा मार्केट टप लागेको हुन्छ। त्यसपछि नर्मल्ली मार्केट चाहिँ मुभ जाँदैन। त्यसपछि 2027 त सुरु भइहाल्यो है। सो त्यही भएर चाहिँ मैले चाहिँ 2026मा जुलाईमा मार्केट चाहिँ टप लाग्न सक्छ भन्नुको रिजन यही हो है। अब यसको आधारमा मात्रै हामीले चाहिँ मार्केट चाहिँ टप लाग्यो भनेर चाहिँ भन्न मिल्छ त भन्दाखेरि चाहिँ मिल्दैन है। सो के भयो भने चाहिँ ओके 2026 जुलाई अर अगस्त चाहिँ हाम्रो मार्केट चाहिँ टपै हो भन्ने चाहिँ हामीले चाहिँ बुझ्न सक्छौँ। त्यो पनि म एकछिनमा भन्नेछु। अब यही डेटहरू मैले है, जुन यो मैले यहाँ सर्कल लागेको डेटहरू छ 1999देखि चाहिँ लगभग 2026सम्म है। सो यही चिज चाहिँ मैले चार्टमा प्लट गरेको छु है। यसले भनेको कुराहरू चाहिँ कतिको मिलेको छ त हाम्रो नेप्सेमा त्यो हेर्नेछौँ है त। अघिको डेट है मैले यहाँ ठ्याक्कै उसले भनेकै डेट ठ्याक्कै मैले यहाँ चाहिँ प्लट गरेको छु है त। अब उसले भनेको के हो त 1999 हाम्रो मार्केट टप त लागेको छैन है। सो 1999 भनेको त हाम्रो त यो एरियामा हुन्छ हाम्रो मार्केट है। सो यो ठ्याक्कै त्यस्तो म्याचिङ चाहिँ भएन है। सो तर यो एरियामा 1999 भनेको चाहिँ 2000 जस्तै हो लगभग लगभग। यो ठाउँमा प्रफिट बुकिङ गरे भए पनि राम्रै हुन्थ्यो। अलिक राइज माथि गएर फेरि करेक्सन आउँथ्यो। यो करेक्सन चाहिँ हामीले चाहिँ मिस गर्न सक्थ्यौँ भन्ने कुरा है। सो 99 त्यस्तो एक्युरेट त भएन। त्यसपछि उसले 1999मा चाहिँ सेलिङ गरेर चाहिँ उसले चाहिँ कहिले बाई गर्ने भनेको थियो भन्दाखेरि चाहिँ 2005। सो आई थिङ्क 2005 त ठ्याक्कै बटम त होइन, तर आई थिङ्क राइट टाइम हामीले बाइङ गर्नुको लागि जस्तो लाग्छ है। देन त्यसपछि उसले फेरि 2007 भनेको छ। 2007 पनि लगभग लगभग टपतिरै छ, यो एरियामा छ। सो आई थिङ्क यो पनि आई थिङ्क एक्युरेटै मान्नुपर्छ हामीले है। देन 2007मा चाहिँ सेल गरेर चाहिँ उसले फेरि कहिले बाई गर्ने भनेको छ त भन्दाखेरि 2012मा। यो पनि ठिकै छ, राइट टाइममै भनेको जस्तो लाग्यो मलाई है। अब यसमा हामीले सिजनालिटीहरू पनि युज गऱ्यो भने अझ राम्रो हुन्छ भनेर भन्छु म है। सो 2012 उसले डेट भनेको ठिकै छ होइन। देन त्यसपछि उसले फेरि 2012मा बाइङ गरिसकेपछि चाहिँ उसले चाहिँ सेलिङ चाहिँ कुन डेटमा दिने भनेको छ त भन्दाखेरि सेलिङ त उसले चाहिँ फेरि यो 2016मा है। सो यो पनि ठिकै छ 2016मा। अनि अघि मैले भनेको थिएँ है। सो फेरि म देखाउँछु 2019मा चाहिँ के हुनसक्छ त प्यानिक है, प्यानिक आउन सक्छ भनेर उसले भनेको थियो। त्यो टाइममा है यहाँ के भएको छ त लगभग 2019मा त होइन 2020मा चाहिँ के भएको छ त यहाँ एक लेभलको प्यानिक पनि आएको छ है। अब यो टाइममा मार्केट ओपनै भएको धेरै मुनि जान्थ्यो होला, तर यहाँ के भएको छ त त्यति धेरै फल देखिन्न। तर यहाँ 2019मा 1920मा त यहाँ प्यानिक त आएको छ। सो यो पनि लगभग मिलेकै भन्नु पर्यो हामीले है। देन त्यसपछि यो 2021को चाहिँ उसको केही प्रेडिक्सन छैन है। सो यहाँ चाहिँ फेल खायो भनौँ है, उसको प्रेडिक्सन छैन यहाँनिर है। देन त्यसपछि सिधै उसले 2019 पछि म चार्ट देखाउँछु। 2019 पछि यहाँ क्रास भयो भनेपछि उसले सिधै बाई कहाँ दिएको छ त 2023मा। ठिकै छ यो पनि है, आई थिङ्क राइट ठाउँमै बाई गरे जस्तो लाग्छ। सो यो पनि मिल्यो है। सो लगभग यो पनि मिल्यो भनेपछि अब उसले चाहिँ बेस्ट टाइम टु सेल कहिले भनेको छ त भन्दाखेरि 2026।
अब 2026मा जुलाई नै किन भन्दाखेरि चाहिँ हाम्रो मोस्ट अफ द टाइम हेर्नुहोस् जुलाई अगस्त है, जुलाई भन्दाखेरि जुलाई अगस्त भनेर बुझौँ होला है। हाम्रो मोस्ट अफ द मार्केट टप चाहिँ जुलाई अगस्तमै लागिरहेको हुन्छ है। सो हाम्रो 2021को टप कहिले हो? जुलाई अगस्त। 2016को टप कहिले हो? जुलाई अगस्त। 2007को टप कहिले हो? अगस्त है। अनि 2000को चाहिँ तपाईँको टप चाहिँ कहिले हो? या चाहिँ नोभेम्बर। भने मतलब यो बाहेक यो सबै टप चाहिँ हाम्रो चाहिँ के छ त भन्दाखेरि चाहिँ जुलाई अगस्तमै लागिरहेको रहेछ। सो यसकै बेसिसमा है, एकचोटि दुईचोटि तिनचोटि चारचोटि, चारचोटिमा तिनचोटि जुलाई अगस्तमा टप लागेको भएर सो हामीले के अजुम गरौँ त भन्दाखेरि 2026मा पनि जुलाई अगस्तमै टप लाग्न सक्छ भने चाहिँ हामीले एज्युम गरौँ है। आई थिङ्क तपाईँहरूले यहाँसम्म चाहिँ बुझ्नुभयो होला है मैले के भन्न खोजिरहेको छु। अब सो त्यो चार्ट अनुसार चाहिँ हेर्ने हो भने यो अब अलिक 1999 ठ्याक्क भएन, नभए यो एकचोटि दुईचोटि तिनचोटि चारचोटि पाँचचोटि छचोटि, सातचोटिमा उसले के गरेको छ त छचोटि चाहिँ टक्रक्कै मिलाएको छ भनेर भन्छु म। सो यसको आधारमा हामी के एज्युम गरौँ त भन्दाखेरि चाहिँ 2026 पनि उसले भनेकै जस्तो हुन्छ भन्यो भने चाहिँ हामीले चाहिँ अब के अजुम गर्नु पर्यो त भन्दाखेरि चाहिँ 2026 जुलाई अर अगस्त है। यो चाहिँ हाम्रो चाहिँ एक लेभलको मार्केट टप हुने टाइम हुन सक्ला। मैले सक्ला भनिरहेको छु, हुन्छ नै भन्ने चाहिँ छैन है। सो पोसिबिलिटी हामीले चाहिँ लाइक केलाइरहेको छु के हुन सक्ला भनेर। सो यसको मतलब के हो त भन्दाखेरि हाम्रो मार्केट त अझै माथि जानु पर्ने रहेछ है। धेरैले चाहिँ बुल सक्यो भनिरहेको रहेछ भने चाहिँ बुल चाहिँ सकिएको छैन है। सो प्रोबेबली अब उसले भनेकै सातचोटिमा छचोटि मिलिरहेको छ हाम्रो हिस्ट्री हेर्ने हो भने है। अब 2026 पनि मिल्छ भनेर अजुम गरौँ। सिजनालिटी हेर्ने हो भने चाहिँ हाम्रो जुलाई अगस्ततिर 2026मा चाहिँ मार्केट टप लाग्नु पर्ने रहेछ। किन भन्दाखेरि चाहिँ नर्मल्ली मार्केट ट्रेन्डिङ हुने टाइम चाहिँ त्यही हो। त्यसपछि मार्केट हाम्रो खासै ट्रेन्डिङ हुन्न, खासै मार्केट चाहिँ हाम्रो चाहिँ चलेको हिस्ट्री छैन। सो त्यसकै आधारमा चाहिँ हामीले चाहिँ 2026 जुलाई अगस्तमा चाहिँ मार्केट टप लाग्न सक्ला है। सक्ला भनिरहेको छ है। अब प्रोबेबिलिटीको गेम हो क्या। उसले सातचोटिमा छचोटि मिलाइरहेछ भने चाहिँ ओके फेरि हुन सक्ला भन्ने हो, हुन्छ नै भन्ने त होइन, हुन सक्ला। हायर प्रोबेबिलिटी छ भने चाहिँ हामीले चाहिँ बुझ्ने हो भने चाहिँ। अनि यो हाम्रो चारचोटिमा तिनचोटि चाहिँ जुलाई अगस्तमा मार्केट टप लागिरहेको छ भन्नुको मतलब चाहिँ फेरि पनि 2026मा चाहिँ हाम्रो चाहिँ मार्केट चाहिँ टप लाग्न सक्ला भने चाहिँ लिने हो है। किन भन्दाखेरि चाहिँ प्रोबेबिलिटी हाई छ त्यही टाइममा हुने है। सो यो आधारमा चाहिँ मैले चाहिँ 2026 चाहिँ जुलाई अगस्ततिर चाहिँ हाम्रो चाहिँ मार्केट चाहिँ टप लाग्न सक्छ। अब यति नै मात्र भयो त भएन है। सो यतिले मात्र चाहिँ हामीले चाहिँ कन्फर्मेसन दिँदैन। अब यसमा चाहिँ हामीले चाहिँ अर्को एउटा के थपौँ भन्दाखेरि चाहिँ है, हामीले कन्फर्मेसन लिनु भन्दाखेरि अब यो चाहिँ 2026 जुलाई अगस्तमा मार्केट टप लाग्न सक्छ है। अब अर्को एउटा है कन्फर्मेसन कसरी लिने भन्दाखेरि पनि अर्को एउटा पहिला तपाईँहरूले देखाउँछु म। हाम्रो राइज अझै किन बाँकी छ भनेर म तपाईँलाई देखाउँछु है त। ओके यो चाहिँ मैले डेटहरू पनि राखेको छु। सो यो डेटहरू चाहिँ हामी हटाइदिउँ होला, कन्फ्युजन हुनसक्छ है। सो यो डेटहरू चाहिँ हटाइदिउँ है। सो यो हटाइदिइसकेपछि हामीले यहाँ के पाउँछौँ त भन्दाखेरि मैले मार्क गरेको छु यहाँ यो लाइक एउटा दुईवटा तिनवटा चारवटा है। चार ठाउँमा चाहिँ टप लाग्नुभन्दा अगाडि चाहिँ मेजर कुराहरू चाहिँ हाम्रो नेपालमा चाहिँ भएको छ। जस्तै हाम्रो यो 2008मा हाम्रो चाहिँ यहाँ चाहिँ राजालाई चाहिँ हटाइएको छ है। देन त्यसपछि मार्केट चाहिँ र्याली गएर चाहिँ एक लेभलको टप लागेको छ यहाँ है। सो रङ भयो भने चाहिँ तपाईँहरू पनि मलाई चाहिँ मिस्टेक भएको छ भनेर चाहिँ तपाईँहरूले चाहिँ मलाई पनि कमेन्टमा लेख्न सक्नुहुन्छ है। अब मैले हेरे अनुसार यही छ है त। देन त्यसपछि के भयो त यहाँ एउटा इन्सिडेन्ट भयो। देन त्यसपछि मार्केट सरर राइज गयो, देन टप लाग्यो। हामी यो मन्थली चार्टमा हेर्दैछौँ है। देन त्यसपछि अब बिचमा धेरै कुराहरू भएको छ, यहाँ पनि धेरै कुराहरू भएको छ। तर मैले चाहिँ के मात्र पोइन्ट आउट गर्नु खोजेको भन्दाखेरि चाहिँ एउटा इन्सिडेन्ट जसले गर्दाखेरि चाहिँ मार्केटमा राइज जान्छ अनि मार्केट टप लाग्छ भनेर है। सो त्यो मात्र मैले चाहिँ पोइन्ट आउट गर्नु खोजिरहेको छु है त। किनभने यहाँ पनि धेरै कुराहरू भएको छ है, यहाँ पनि धेरै कुराहरू भएको छ, यहाँ पनि धेरै कुराहरू भएको छ। सो त्यो कुराहरू चाहिँ अहिले मतलब भएन है। सो मैले के भनिरहेको छु, के भन्न खोजिरहेको छु भन्दाखेरि जुन चाहिँ एउटा ट्रिगर पोइन्ट जसले गर्दाखेरि चाहिँ मार्केटमा राइज है, देन त्यसपछि बुलै सक्यो त्यो मात्र है त। देन त्यसपछि 2015मा हाम्रो चाहिँ एउटा भूकम्प आयो है। सो यो एरियामा मार्केट बन्द पनि भयो। देन त्यसपछि के भयो त मार्केट राइज गयो टप। 2016 भनेको थियो उसले अघि है, टपै लाग्यो है, ट्रिगर, यो ट्रिगर भयो है। देन त्यसपछि हाम्रो यहाँ अब यो एरिया कोभिड भयो है। कोभिड प्यानिक
अनि हुन त त्यहाँ हाम्रो यहाँ संसद विघटनहरू पनि भएको छ है। देन त्यसपछि के भएको छ त भने देन त्यसपछि मार्केट राइज गयो, मार्केट टप टप कहिले लागेको छ फेरि जुलाई अगस्तमा। टप कहिले लागेको छ जुलाई अगस्तमा। यहाँ पनि टप कहिले लागेको छ जुलाई अगस्तमा है। सो यो पनि एउटा मेजर पिन पोइन्ट भयो। यहाँ पनि त्यही हो, यो पनि त्यही हो। अब अहिले चाहिँ के भएको छ त अस्ति भर हाम्रो जेनजी रेभोल्युसन भएको छ। अब हुन्छ हुँदैन थाहा छैन। अब 2026मा टप लाग्नु छ भने चाहिँ यो चाहिँ हाम्रो चाहिँ एउटा चाहिँ इन्सिडेन्ट यो हुनुपर्छ, जसले गर्दाखेरि चाहिँ यो इन्सिडेन्ट भयो। यहाँ हिस्ट्री हेर्ने हो भने चाहिँ यहाँ पनि एउटा, यहाँ पनि अब यहाँ पनि यो हुन सक्ला। यसले गर्दाखेरि चाहिँ मार्केट राइज गयो, जुलाई अगस्तमा टप लाग्यो 2026 है, यो अगस्त होइन। अनि 2026 है, सो मार्केट टप हुन सक्ला। हिस्ट्री एनालाइसिस गर्ने हो भने है, सो हाम्रो जुनै पनि मार्केट टप लागेको छ नि, त्यो टप लाग्नुभन्दा अगाडि एउटा मेजर कुराहरू चाहिँ भएकै छ कि है। सायद त्यो राम्रो होस्, चाहे त्यो नराम्रो होस् है, धेरै कुरा नराम्रै भएको छ होइन। सो यो हेर्ने हो भने पनि हाम्रो अहिले जुन यो जेनजीको आन्दोलन भयो त्यो एउटा पिन पोइन्ट हुन सक्ला। त्यसलाई चाहिँ मार्केटले चाहिँ माथि लगेर चाहिँ भोलि पर्सि पनि एनालाइसिस गर्नको लागि चाहिँ हामीले अझै हेल्प हुने हिसाबले चाहिँ यो पनि एउटा पिन पोइन्ट हुनसक्छ। भने मतलब एउटा मेजर चेन्जेस भइसकेपछि मार्केट राइज जान्छ, जसले चाहिँ हाम्रो मार्केटलाई चाहिँ टप लगाइदिन्छ है। सो यो पनि एउटा पोइन्ट भयो है। अब यो सबै कुराहरू भने अब स्टिल कन्फर्मेसन छैन क्या है 2026मै गएर टप लाग्ने हो कि होइन भनेर है। सो त्यसको लागि चाहिँ हामी चाहिँ के गर्छौँ त भन्दाखेरि, सो त्यसको लागि चाहिँ हामी चाहिँ एउटा चाहिँ इन्ट्रेस्ट रेट युज गरौँ है, अझ बेस रेट युज गरौँ। यो सबै मैले डिलिटै गरिदिएँ। ओके, डिलिट गरिदिएपछि के भयो त भन्दाखेरि चाहिँ ओके, अब चाहिँ हामीले चाहिँ अलिक कन्फर्मेसन लिन चाहिँ हामीलाई चाहिँ सजिलो हुन्छ क्या है। सो मैले के भनिरहेको हुन्छु प्राय तपाईँहरूलाई है, जबसम्म यो लाइन छ नि है, यो लाइन चाहिँ यसरी माथि जाँदैन, हाम्रो चाहिँ बुल सकेको छैन या सकिन्न मैले भनिरहेको छु है। सो जस्तै हाम्रो यहाँ यसरी माथि गयो नि होइन, यहाँ मार्केट टप लगाएर झऱ्यो है। सो सेम सिनारी अहिले पनि त्यही हुनु पर्यो। हामीले के भनिरहेको छु, एउटा राइज जानुपर्छ जुलाई अगस्ततिर 2026 होइन। तर 2026मा टप लाग्यो अरे, यो चाहिँ यत्तिकै झरेको गऱ्यो भने चाहिँ ओके, यसलाई चाहिँ हामी टप मान्दैनौँ होइन। तर त्यहाँ टप लागेर झऱ्यो मार्केट है, अनि यो चाहिँ यसरी माथि जान थाल्यो भने चाहिँ यो चाहिँ हाम्रो चाहिँ एक लेभलको अब 100% ग्यारेन्टी नै भनेर भन्न मिलेन होइन। तर एक लेभलको स्योर सट टाइपको हुन्छ नि, ओके यो चाहिँ हाम्रो चाहिँ मार्केट टपै हो भनेर हामीले चाहिँ एउटा एनालाइसिस चाहिँ गर्न सक्छौँ कि है। स्योर सट हुँदै हुन्न, तर एउटा एनालाइसिस चाहिँ हाम्रो चाहिँ के हुनसक्छ त भन्दाखेरि जुलाई अगस्तमा मार्केट टप पनि लागेको छ है, अनि यो यसरी माथि पनि चढ्न थाल्यो भने चाहिँ यो चाहिँ मेरो लागि चाहिँ मार्केट चाहिँ टप हुन सक्छ। सो लास्टमा हामीले चाहिँ कन्फर्मेसन चाहिँ के लिने त भन्दाखेरि चाहिँ हाम्रो यो कन्फर्मेसनको लागि चाहिँ ब्याङ्कको इन्ट्रेस्ट रेट, अझ भन्नु पर्दाखेरि हामीले चाहिँ बेस रेट है, बेस रेट चाहिँ अब चाहिँ अझै घटिरहेछ कि माथि आइरहेछ। माथि आयो भने त यो यसरी घुम्न थाल्छ, हाम्रो लागि कन्फर्मेसन भइगयो होइन। यसरी मुनि नै आइरहेछ भने चाहिँ ओके यो पनि टप होइन रहेछ भनेर चाहिँ हामीले चाहिँ बुझ्न सक्छौँ है। सो लास्टमा आएर हामीले चाहिँ कन्फर्मेसन केले लिने त भन्दाखेरि चाहिँ यो बेस रेटले है। जुलाई अगस्तमा टप लाग्यो, 2026 पनि भयो है, अनि यहाँ त मार्केट तल झरिरहेछ, तर यो पनि यसरी माथि जान थाल्यो भने चाहिँ ओके मार्केट चाहिँ टप आउट भनेर चाहिँ हामीले चाहिँ यसरी चाहिँ बुझ्न सक्छौँ है। अब यो यस्तै हुनुपर्छ भन्ने चाहिँ छैन। अब यो मेरो आफ्नो एउटा रिसर्च हो है, जुन मैले सोचिरहेको छु यस्तो हुन सक्ला भनेर। यो चाहिँ अब हुन त सेयरिङ नगरे पनि हुन्थ्यो होइन, तर होइन भाइ सेयरिङ गरिदियो नि त होइन। कसैलाई यो कुराले धेरै हेल्पफुलै हुन्छ कि भनेर चाहिँ मैले चाहिँ यो कुरा चाहिँ आज चाहिँ सेयरिङ गरेको है। धेरै पछि मैले भिडियो पनि बनाउँदैछु होइन। सो यो कुरा तपाईँहरूले बुझ्नुहोस् है, अब धेरै सिरियसली पनि नलिनुहोस् होइन। एउटा रिसर्च हो, तपाईँहरूले पनि रिसर्च गर्न सक्नुहुन्छ है। मेरो केही मिस्टेकहरू पनि भएको हुनसक्छ, केही मिस्टेक्सहरू भएको छ भने त्यो पनि कमेन्ट बक्समा लेख्नु होला है। अनि होइन दाइ भाइ के हो है, त्यो पनि यस्तो गऱ्यो भने अझ राम्रो हुन्छ कि भनेर सजेसन पनि दिनु होला है। सो मेरो होल यो रिसर्च, मेरो एनालाइसिस अबको कमिङ डेजमा चाहिँ हाम्रो कमिङ मन्थ भनौँ अझ होइन, हाम्रो मार्केट चाहिँ कहाँ के हुन सक्ला भने चाहिँ मैले तपाईँहरूले चाहिँ भनिसकेँ। मेरो कम्प्लिट भ्यू चाहिँ मैले तपाईँहरूले चाहिँ भनिसकेँ। यो भिडियो कस्तो लाग्यो, राम्रो लाग्यो भने चाहिँ भिडियोले सेयरिङ गरिदिनु होला है, अरूले पनि थाहा पाओस् है। अरूले पनि अब थाहा धेरैले होला, थाहा नहुनेले चाहिँ यो भिडियोले हेल्प गर्न सक्छ। अनि सब्सक्राइब गर्दाखेरि चाहिँ बेल आइकन चाहिँ क्लिक गर्न नबिर्सिनु होला। हामी अर्को भिडियोमा भेटौँ होला। बाई बाई।